मोमो चाहिँ साह्रै खानु मन लाग्छ होइन, तर बेला बेला चाहिँ मलाई बनाउनु अल्छी लाग्छ। तर म चाहिँ खास मोमो खाँदाखेरि चाहिँ त्यो एउटा किमा रेडिमेड जस्तो हुन्छ नि, त्यो चाहिँ खासै मन पर्दैन मलाई। किमामा धेरै कुरा हालेको पनि त्यति धेरै मोमो मन पर्दैन मलाई। प्याज अनि त्यो मासु छ भने मासु, सब्जी छ भने सब्जी होइन, अनि त्यसमा चाहिँ अदुवा, लसुन, नुन, अजिनामोटो मात्रै हालेको मनपर्छ। त्यो धेरै कुरा हालेर बनाएको मोमो चाहिँ हामीले सानैदेखि नखाएर होला, त्यति साह्रो मलाई त्यो खानु मन पर्दैन। अनि म बाहिरतिर गएर खान्छु नि, मोमोमा मसला हालेको हुन्छ, त्यो मोमो मसला हालेको चाहिँ मलाई त्यति खासै मन पर्दैन। त्यो भएर चाहिँ अल्छी लाग्दै भए पनि मैले चाहिँ अलरेडी किमा भइसकेको मासु लिएर आएँ, प्याज काटेँ, मजाले त्यसलाई मलेर राखेँ। अनि त्यहाँदेखि चाहिँ अलरेडी यो पास लाएर राखेको थिएँ। यसलाई रोटी बनाएर चाहिँ मजाले मोमो फटाफट बनाएँ होइन। एउटा मोमोको भाँडामा चाहिँ 12-13वटा जान्छ नि त, अन्त सानसानो बनाएँ। अनि त्यसपछि चाहिँ मजाले पकाएर चाहिँ नानीहरूलाई दिएँ। हाम्रो नानीहरूले चाहिँ त्यो किमा खाँदैन, बाहिरको बोक्रा मात्रै खान्छ। कतिजनाको नानीहरू चाहिँ त्यस्तो छ हौ। अनि त्यहाँदेखि मैले चाहिँ 1 मोक्टो जति खाएँ, अनि मेरो बुढालाई पनि 2 मोक्टो जति बनाएर राखिदिएँ होइन। यसरी खाँदा चाहिँ मलाई उता दार्जिलिङको मोमो खाएको जस्तै याद आउँछ। दार्जिलिङ अब फिक्कलसम्म होइन, यस्तै मोमो पाउँछ नि त, त्यो प्याज काटेर हालेको, अनि त्यहाँदेखि त्यसमा चाहिँ अदुवा, अनि त्यहाँदेखि नुन मात्रै हालेको, अरू खासै त्यो मोमो मसला हालेको चाहिँ मलाई खासै मन पर्दैन। यसरी खाँदा चाहिँ मलाई घरको याद आउँछ।